नमस्कार भाइ बहिनीहरू। आज चाहिँ म तपाईहरुलाई सङ्घीय सरकारका कार्यहरू जनताको लागि हुनुपर्छ भन्ने कुरालाई प्रश्न पार्नका लागि यहाँ प्रश्न उत्तर ल्याएर आएकी छु। सङ्घीय सरकारका कार्यहरू साँच्चै नै जनताका लागि हुनुपर्छ। सङ्घीय सरकार देशको सर्वोच्च प्रशासन चलाउने निकाय हो। यसको मतलब यसले प्रशासन मुख्य चलाउने निकायको रूपमा मान्न सकिन्छ। यसले जनताको भलाइ र हितको सुनिश्चित गर्छ। सरकारले जनताको आवश्यकता अधिकारलाई ध्यानमा राखेर काम गर्नुपर्छ। सङ्घीय सरकारको कार्य जनताका लागि हुनुपर्छ भन्ने कुरालाई चाहिँ स्पष्ट गरिएको छ। यहाँ 1 नम्बरमा दिएकी छु, जनताको सेवा गर्नु। सरकारका सबै योजना, कार्यक्रम र नीति जनताको जीवन स्तरमा सुधार गर्ने उद्देश्यले बन्नुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगार र आधारभूत शिक्षा जनताको लागि सुनिश्चित हुनुपर्छ। त्यस्तै गरी न्याय र सुरक्षा प्रदान गर्नु। सरकारले जनताको जीवन, सम्पत्ति, अधिकारको सुरक्षा गर्नुपर्छ। यसले समाजमा शान्ति, स्थायित्व सुनिश्चित गर्छ। त्यस्तै गरी तेस्रो नम्बरमा विकास र समृद्धि निश्चित गर्नु। देशको आर्थिक, सामाजिक, भौतिक विकासका कार्यक्रमहरू जनताको आवश्यकता अनुसार सञ्चालन गर्नुपर्छ। त्यस्तै गरी चौथोमा लेखेकी छु, जनताको आवाज सुन्नु र प्रतिनिधित्व गर्नु। किनभने सङ्घीय सरकार भनेको जनताबाट निर्वाचित भएको हुनाले उहाँहरूले जनताको प्रतिनिधित्व गर्नुपर्ने हुन्छ। सरकार निर्वाचित प्रतिनिधिहरू मार्फत जनताको माग, सुझाव र गुनासोलाई कानुन र नीति निर्माणमा समावेश गर्नुपर्छ अनि त्यसको कार्यान्वयन पनि गर्नुपर्छ। अनि त्यस्तै गरी 5औं नम्बरमा छ सार्वजनिक स्रोतको सही सदुपयोग। हाम्रो सार्वजनिक सम्पत्तिहरू हुन्छन्, तिनीहरू चाहिँ एकदमै राम्रो तरिकाले सदुपयोग गर्नुपर्ने हुन्छ। सरकारले कर, अनुदान, बजेट मार्फत सङ्कलन गरेको स्रोतलाई जनताको हितमा सही र पारदर्शी रूपमा खर्च गर्नुपर्छ। भ्रष्टाचार गर्नु हुँदैन, यसको मतलब है त। यदि सङ्घीय सरकार जनताको लागि काम गर्दैन भने विकास, शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता मुख्य सेवामा असमानता र समस्याहरू देखा पर्छन्। देशको आवश्यकता अनुसार काम नगर्दा समाजमा असन्तोष र असमानता बढ्छ। त्यसैले सङ्घीय सरकारको मुख्य उद्देश्य भनेको जनताको सेवा र भलाइ गर्नु अनिवार्य छ। इट मिन्स जनताको सेवा र भलाइ हुनु अनिवार्य छ। हस्त भाइ बहिनीहरू, म यस्तै भिडियोहरू एक-एकवटा अथवा केही प्रश्नका उत्तरहरू एउटैमा मर्ज गरेर पनि ल्याउने प्रयास गर्छु। धैर्य गरेर बुझ्ने र सुन्ने र हेर्ने कोसिस गर्नुहोला है त। धन्यवाद।